अन्नपूर्ण संरक्षण क्षेत्र यहाँहरूलाई हार्दिक स्वागत गर्दछ। वेलकम टु अन्नपूर्ण। अब चाहिँ असली सुरु भयो। हेर्नु एउटा समस्या के छ भने बाइक चलाउने मान्छेहरू भन्छन् पछाडि बस्ने मैले केही बुझ्दिनँ। अनि के भनेको भन्दा ठिक्क हुन्छ। के बिरिज रहेछ हराएर कहाँ खस्यो। अब यहाँ झन्डा किन्नु पर्यो। कति रुपियाँ भन्छ राइडरमा। हेर्ने रे यस्तो बाटो हुन्छ या भन्दै हिँड्न पर्छ। अनि राम्रो फोटो खिच्दाखेरि वा हुन्छ बाटो। या अझै यो त के हो र कस्तो बाटो हुन्छ। अलिकति अफरोड I love off-road भन्छ के र त्यसको साइकल यहाँ लिएर आएर अफरोड गर्न यसैको बनाएको थिएँ भिडियो। घान्द्रुक स्टार्ट।
छ हो कि होइन अरे। अब हामी यहाँ कन्फ्युज भयो, कसैलाई सोधौँ न त। यही बेलाखेरि कोही आउँदैनन्, कसैलाई सोधौँ न त। कस्तो फिल भइरहेको। बाटो त लास्टै खत्तम, छोमरुङदेखि यता त खत्तमै छ। बाटो देख्दा नै रिस मात्र उठ्न लागिसक्यो। खुट्टा दुखेर यहाँ घुँडा दुखिसक्यो बाइकमा बसेर। हिजै यहाँ र रेस्ट गरेर हिँड्न पाए इनर्जीका साथ हिँडेको। मर गई रे भइसक्यो। खत्तमै छ बाटो त। अझै कस्तो खत्तम बाटो हो त्योमा त भिडियो बनाउने नमिलेर यहाँ मोबाइल उछुट्टेर खस्नु लाग्यो। बाइकहरू चाहिँ यहाँ स्टे गरेर अनि जानुपर्ने हुन्छ। अब चाहिँ बाइक पार्किङमा आयो बल्ल। बाटो लास्टै खराब छ, हालत खराब भइसक्यो अहिले। घुँडा दुखेर यहाँ बाइकहरू पार्किङ गर्नुहुन्छ। सानो मायाको मजा दिन्छु। हामी चाहिँ अहिले यो छोमरुङदेखि तल होइन बाइकहरू पार्किङ गरेर हल्का ब्ल्याक टी खाएर जाँदैछौँ। कस्तो हुन्छ अब सुरुमा त एक्साइटेड हुन्छ कि, त्यसपछि चाहिँ एक्साइटेड भाँडामा जान्छ। बाटो देख्दै पुलको त यहाँबाट खिच्न पर्ने रहेछ क्या कि सानो चाहिँ मलाई भिडियो बनाउनु दिएर आफू घुइँ लाएर हिँड्नु हो। अनमोल केसिल जस्तो एउटा सिँढी अनि ब्रेथ भन्दा यहाँ भाइले चाहिँ ग्यास सिलिन्डर ल्याउँदैछन्। के घोडाले यहाँबाट चाहिँ पुल छ। ओ सानो माया गई ती हिँड्ने। मैले तिमीलाई छोडेर पुल देखेको थिएँ मैले तिमीलाई बनाउँदाखेरि। ठिक छ।
जान्नु होला माया म त जान्नु होला म त जान्नु होला साँच्चै जान्नु होला अनि साथीहरू 2.5 घन्टा हाम्रो त 2.5 घन्टा लाग्यो छोमरोङ आइपुग्नलाई मेरो बुढीको हालत यस्तो छ छोमरोङ दोस्रो गेस्ट हाउस लगे हैन अहिले हाँसेछु एकछिनपछि फेरि जान्छु हुन्छ ओ तल हैन न छिटो जुइन हैन सोच हैन अर्ग्यानिक बन्दा आउने बेला तलै हुनिरहेछ फेरि यो बाटो त जाँदा त उता फेरि सजिलो हुन्छ नि त उता सजिलो हुन्छ नि त छोमरोङ स्तुपा आइपुग्यो हामी कति बजे हुन्छ 2-2:30 बजेसम्म यहाँ आइपुग्यो 10 बजे हिँडेको है अब कहाँ हुन्छ आजको बास माथि गट मेरो सानो आउँदैछ नि त्यहाँ पानी खान थाल्नुभयो
साथीहरू अघि नै छोमरोङ तल झिन्नुदेखि छोमरोङसँग ठाडै उकालो चढ्यो अब फेरि ठाडै उकालो चढिँदैछ अब यहाँ कहाँ यो के खोला अरे त्यहाँबाट फेरि ठाडै उकालो चढ्नु पर्छ अरे हेर्दै जाऊँ कहाँसम्म पुगेको खुट्टाले कहाँसम्म साथ दिन्छ चल भाइ यही नआएको होइन ऊ सानो आउँदैछ पछाडि हिँड्दैछन् यात्रा जिन्दगी हो जिन्दगी यात्रा हो पानी खायो भने